जय विष्णु महेश्वर भगवानको जय सम्पूर्ण भक्तजनहरूको जय वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नारायण हरि जय गुरु गणेश दण्डवतै गर्छु तेस्रो सरस्वती माइलाई सम्झी अघि सर्छु। के गर्नु सर्या त ए साथी हो नारायण हरि राम 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 सरस्वती माई ए राम राम सरस्वती भगवानको मन्दिरमा हुन्छ भजन हाम्रो लाग्छ हामीलाई यो संस्कृति संसारकै राम्रो बाचुन्जेला पुण्डे गरौँ जपौँ मुखमा राम दुःख पर्दै नै वचन लाग्छन् सबलाई काम। नारायण राम 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 भजे तारिन्छ मृत्युका ती देवता रे महाराज राजा उनकै कथा भन्छु मैले सुन्नु होला। थोरै थोरै मैले जानेको है। ए महाराज र यमुनाती सुन्दै लाग्छ गर्व उनैबाट सुरु भयो तिहार यो पर्व। नारायण राम 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 गर्छु भयान
बहिनी टाढा ज्यान त टाढा थियो तर माया भने गाढा। हो त धेरै वर्ष भयो भेट्न भएको। आज भेट भयो। होला दाइको खबर बुझ्न मन भयो यमुनाको ध्यान अब त्यतैतिर गयो। नारायण राम 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 लागिन सोच्नलाई बहिनी भेट्न आए नन्दाई व्यस्त भए भनी। अब त साह्रै रिस उठ्यो है। रिसै उठ्यो कारलाई खबर पठाइनेको दिन त्यो दिन चाहिँ म राजलाई जान मन भयो किन। नारायण राम 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 जान्छु भेट्नलाई सम्मान सत्कार गरिकन घर भित्र लैन। अब दाजु के भन्छन्? एकै दिनलाई आछु भेट्न एकै दिनलाई आछु भेट्न सुन्न तिम्रो बोली एकै दिनलाई छुट्टी पाछु फर्किनु छ भोलि। नारायण राम 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 भोलि फर्किन्छु बाल्यकालको सम्झनाले थियो मन धेरै पछि पुरा भयो दाजु भेट्ने धोको बाल्यकालको सम्झनाले थियो मन यमुनालाई दाइलाई अझै राख्ने मन भयो। अब के गर्ने त? अब कुकुरलाई सन्देश पठाइदिनु पर्यो यमलोकतिर। एउटा कुकुर त्यही खबर लिई यमलोकतिर गयो। नारायण राम 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 गयो यमलोक बहिनी भेटे यमराजले रमाए त्यही ठाउँमा उता माता लक्ष्मीलाई यमलाई भेट्ने काम त्यही बेला काम पर्यो। अब यमराजलाई भेट्न लक्ष्मीले गाईलाई खबर पठाए कि आज यमुनाको घरमा यमलाई भेट्न आउँछु साँझ। नारायण राम 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 तेस्रो दिनैमा
त्यही सन्देशको भरमा लक्ष्मी आइन् घरमा हैन चौथो दिन त यमराज भन्छन् फर्किनु छ मलाई गोरु भन्छ जोर दिनमा हुन्न फर्किनलाई गोरु कहाँबाट आयो भन्नु होला है फेरि बैल पनि भनिन्छ सन्देश दिन गाई र गोरु आएका थिए सँगै त्यही गोरुले दाइलाई रोक्यो यमुना छिन्दङ्गै नारायण राम 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 भोलि फर्काउँला कुकुरको नि गर्छौँ गाई मातालाई बुझ्यौँ भने बैतरनी नै गर्छौँ बिहारको झिलिमिली सबै वरिपरि देउसी भैलो खेली खेली नाच्छौँ घरि घरि नारायण राम 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 कति रमाइलो सबैजनालाई पुज्छौँ भन्दै मैले जानेको बुझेको यति नै हजुरहरूको माझ प्रस्तुत गरेँ युट्युब च्यानलमा पनि छ उहाँ बिरार युट्युब च्यानलमा हेरिदिनु होला भन्दै सबै अनुरोध गर्दै अब हाम्रो अर्को प्रस्तुति सुरु हुन्छ धन्यवाद।